दर्शकबिन जेनजीहरू सफलतापूर्वक घर फर्किसकेका छन्, तर अहिले लुटेराहरूले जेनजीको नाममा लुटपाट मचाइरहेका छन्। काठमाडौँ लगायत देशका विभिन्न स्थानहरूमा चाहिँ एकदमै लुटपाट बढिरहेको छ। यिनीहरूले एकदमै मौका छोपेर यो काम गरिरहेको छ। आखिर जेनजीको उद्देश्य यो होइन, यस्तो अवस्थासम्म ल्याइरहेको छ। यहाँ हेर्नुहोस्। नमस्ते साथीहरू, यति बेला जेनजी आन्दोलनरत युवाहरू आन्दोलन सकेर आफ्नो घरतर्फ गइसकेका छन्। फेरि पनि काठमाडौँमा एकदमै लुटपाट र आगजनी बढिरहेको छ। सरकारी कार्यालयहरू, होटलहरू, डिपार्टमेन्टल स्टोरहरू लगायत धेरै ठाउँमा अहिले लुटपाट भइरहेको छ, आगजनी भइरहेको छ जेनजीको नाममा। त्यसै गरी धेरै गर्ल्स होस्टलहरूमा गएर गर्ल्सहरूलाई ट्र्यापमा पार्ने काम पनि भइरहेको छ। यस्तो परिस्थितिलाई कन्ट्रोल गर्नको लागि तत्काल नेपाली सेनाले केही स्टेप अगाडि बढाओस्, नेपाली सेनाले परिस्थितिलाई कन्ट्रोलमा ल्याओस् र नेपाली सेनाका प्रधान सेनापतिले जुन सम्बोधन गर्ने भनेको थियो त्यो सम्बोधन पनि छिटोभन्दा छिटो गरून् र यो परिस्थितिलाई आफ्नो नियन्त्रणमा लिउन्। यदि यस्तै हो भने साथीहरू राष्ट्रिय सम्पत्ति सबै सिद्धिन्छ। यो परिस्थिति जेनजीले चाहेको होइन, जेनजीले ल्याउन खोजेको होइन। जेनजीको नाममा यहाँ लुटेराहरूले लुटिरहेका छन्। अहिले यसलाई कन्ट्रोलमा ल्याउनुपर्छ र काठमाडौँका मेयर बालेन्द्र शाहले पनि एउटा पत्रकार सम्मेलन गरेर छिटोभन्दा छिटो यो परिस्थितिलाई कन्ट्रोलमा ल्याउनको लागि पहल गरून् र केही जेनजी युवाहरू अझै पनि सडकमा अथवा कतै छन् भने उनीहरूलाई पनि आफ्नो घरमा जानको लागि आग्रह गरून्। कृपया छिटोभन्दा छिटो यो पहल गरियोस्। बालेन्द्र शाहले यदि भन्ने हो पत्रकार सम्मेलन गरेर भने धेरैले त्यसलाई मान्नेछन्। प्रिय जेनजी भाइ बहिनीहरू, तपाईँहरूको माग र हाम्रो माग पुरा भइसकेको छ। देश अब तपाईँहरूको कन्ट्रोलमा आइसकेको छ। अब तपाईँहरूले जसरी चाहनुहुन्छ त्यसै गर्ने अब देश अगाडि बढ्नेछ। त्यसकारण आजको लागि अब तपाईँ जेनजी भाइ बहिनीहरूले नै पहल गरेर हाम्रो यो राष्ट्रिय सम्पत्तिलाई जोगाउनुपर्छ। यदि राष्ट्रिय सम्पत्तिलाई हामीले जोगाउन सकिएन भने भोलि तपाईँ हामी यदि सरकारमा गइयो भने त्यति बेला पनि यो राष्ट्रिय सम्पत्ति हाम्रो लागि आवश्यकता पर्छ। जति डाटाबेसहरू छन्, जति अन्य सम्पत्तिहरू छन्, तिनीहरूको जगेर्ना हामीले नै गर्नुपर्ने हुन्छ। भोलि हामीलाई नै गाह्रो हुन्छ। यदि यस्तै तरिकाले आजको रात अगाडि बढ्दै गयो भने देश चरम आर्थिक अभावमा जानेछ, इकोनोमिक क्राइसिसमा जानेछ, देश एउटा उपनिवेशको बाटोमा जान सक्छ। त्यसकारण कृपया जेनजी भाइ बहिनीहरू तपाईँहरूले पनि पहल गर्नुहोला। अब स्थिति तपाईँहरूको नियन्त्रणमा आइसकेको छ। त्यसकारण अब यो लुटपाट आगजनीलाई हामीले जति सक्दो छिटै बन्द गर्नुपर्छ। सबैजनाले आफ्नो ठाउँबाट यसलाई बन्द गर्नको लागि पहल गर्नुहोला साथीहरू। विशेष गरी काठमाडौँको मेयर बालेन्द्र शाहले यदि छिटोभन्दा छिटो पत्रकार सम्मेलन गरेर यो आग्रह गर्ने हो भने यो स्थितिलाई छिटोभन्दा छिटो नियन्त्रणमा लिन सकिन्छ। त्यसै गरी प्रधान सेनापतिले पनि सम्बोधन छिटो गरेर नेपाली सेनाले आज एक दिनको लागि भए पनि स्थितिलाई नियन्त्रणमा लिइदियोस् र भोलि अन्तरिम सरकार गठन गर्नको लागि पहल गरोस्। अहिले भर्खरै जेनजीको नाममा केही युवाहरू त्रिभुवन इन्टरनेसनल एयरपोर्टभित्र पनि जबरजस्ती छिरेको भन्ने समाचार आइरहेको छ। नेपाल आर्मीले त्यसलाई कन्ट्रोलमा राखोस्। कृपया त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँ पनि आगजनी यदि भैरवामा जस्तै भयो भने देशलाई ठुलै क्षति हुनेछ। हाम्रो भविष्यको लागि आफ्नो खुट्टामा बन्छौँ आफैले हाने सरह हुनेछ। त्यहाँ एउटा ठुलो पेट्रोलियम भण्डारण पनि छ। यदि त्यसमा आगलागी भयो भने देशले धेरै ठुलो क्षति बेहोर्नु पर्ने हुन्छ। त्यसकारण कृपया यदि साँच्चीकै जेनजी भाइ बहिनीहरू हुनुहुन्छ भने कृपया तपाईँहरू छिटोभन्दा छिटो आफ्नो घर फर्किदिनुहोस्। योभन्दा बढी क्षति हामीले गर्नु हुँदैन। भोलि फेरि हामीले नै बनाउनु पर्ने हुन्छ। दिउँसोको आन्दोलन बाहेक अहिले जुन लुटपाट र आगजनीको समाचारहरू आइरहेको छ यो सबै जेनजीले नगरेर जेनजीको नाममा लुटेराहरूले गरिरहेका छन्। यहाँ यिनीहरू कतैबाट परिचालित हुन सक्ने सम्भावना पनि छ। कुनै विदेशी अथवा कसैले देशलाई धराशायी आर्थिक रूपमा बनाउनको लागि यस्तो गरिरहेको पनि हुनसक्छ। यसलाई छिटोभन्दा छिटो नेपाल आर्मीले कृपया आफ्नो नियन्त्रणमा लिनु होला। बालेन्द्र शाहले पनि सक्दो पहल गरिदिनु होला र सम्पूर्ण साथीहरू देशप्रेमी नेपाली नागरिकहरूले आफ्नो ठाउँबाट यसलाई नियन्त्रणमा ल्याउनको लागि र आफ्ना छोरा नाति को छन् जेनजी पुस्तामा उनीहरूलाई यदि घरमा आएका छैनन् भने सबैजनालाई आफ्नो घरमा आउनको लागि आग्रह गरिदिनु होला। कसरी हुन्छ अब यो देश युवाको नियन्त्रणमा आइसकेको छ। अब योभन्दा बढी क्षति हामीले गर्नु हुँदैन। यदि त्यस्तो गरियो भने भोलि हामीलाई नै टाउको माथि उठाएर अगाडि बढ्न गाह्रो हुनेछ। जय मातृभूमि। ल हेर्नुहोस् त दर्शकबिन, लुटेराहरूलाई कति साह्रो यति मौका छोप्न मन लागेको है। देशको स्थिति कतादेखि कता लाने भन्ने कुरा चाहिँ जेनजीलाई तनाव छ, तर लुटेराहरूलाई अर्कै धुन छ, कसरी लुटौँ भन्नेतिर छ। सबैजना होसियार रहनुहोला। यो भिडियोलाई चाहिँ सक्दो सेयर गरौँ है त। धन्यवाद।